हेलो गाइस वेलकम टु माई न्यू ब्लग चाहिँ म अहिले चाहिँ स्कुलदेखि म जानेवाला छु टुरमा हेर्न सक्नुहुन्छ स्कुल तर हामी अहिले टुरमा जानेवाला छौँ टुरमा गएको पनि तपाईँले ब्लग देख्नुहुन्छ होला तर धेरै लामो हुन्छ ल ब्लग हैन अनि यतिखेर मेरो क्यामेराम्यान चाहिँ अहिले अंकित बनेको छ ल साइडमा हाम्रो साथीहरु हुन्छ सबैले हेलो गरिदिनु होला हेलो भन्दा कि धेरैको हुन्छ कि थोरैको हुन्छ I don't know तर सबैजना सन्चै हुन्छ भन्दै म बिदा हुन चाहन्छु बाइ भाषालाई राख त्यसै चिच्चै राखन देखाइले हैन सबैजना अब जाने बेला क्यामेरा त कति लिएछ म गाइस हामी चाहिँ यहाँ चाहिँ बाटो रेडी हो क्या हामी यहाँ चाहिँ गाइस सुरबाई ल बाहिर गाइस बुटल पाए सोका भन्दाखेरि ट्याक्टर लागेर हामी जानेवाला छौँ के स्कुलमा जाने अरे तर नाम सबैजना बसिरहेको छन् मजाले लास्टमा मजा आइरहेको लास्टमा बस्नु पऱ्यो कसैको चिजमा राख्दै के यार के गर्ने नसुन्ने होला होइन तपाईँ म बोलेको त्यही भएर होइन अहिले त राम्रै हो जान्छौँ भाइ अङ्कलले मस्त गाइराख्नु भएको छ आउँदामलाई अहिले गइहालौँ त हामी माथि जाँदैछौँ यस्तै गाह्रो भयो सबैजना त आइएछ तर कमी आइएछ तर आइएछ हालत मेरो हालत डिल्यो आँखामै यार टक्कै राम्रो देख्नु पऱ्यो नि भ्यू हरिप छ क्या यहाँको कार्य सबैजना आइसकेको छ हामी यहाँ 8 दिन चाहिँ यताउति गर्छौँ ल अलि भित्र गर्छौँ चिसो भन्छ मजाले हिँड्दैछौँ यहाँ चाहिँ पुरा मिलाउँदै हुनुहुन्छ आनन्दले दिन्छ माथि गइन्छ हामी जाँदै गर्छौँ जानु पऱ्यो नि त सबको जिम्मा अझ अगाडि छ गाइस फाइनली भयो अब हामी चाहिँ माथि गइन्छ तिमीले भनेको यस्तै हो हैन ए ठिकै हो ठ्याक्क बनाएको क्या केटाले हैन ठ्याक्क एउटा दिनको बाहिर पिट्या हुन्छ खान होस् न त्यो साथ हैन के त नहेर्ने सन्देश मैले बुझिन गम पारिसक्यो मा खाइदिइसकेर रक्षा गर्नु भयो भने अरू बल्ल आउँदैछ अब जामा माथि जाने अरे माथि
टाइममा जाँदैछ आछु बोका काट्ने ठाउँमा के आछु है त्यसो भएको छ त्यहाँ हामी आउँदैछ सिसिटिभी सरी हामी यताबाट त्यतिकै कति जाने अब क्युटी भाइ आएको छ तपाईँहरूको साइड फर्काउनुपर्छ के लागि तातो भयो अझ हेरेको छु यहाँ यिनीहरू त अझ तातो भएको छ ग्यासहरू त हामी हेर्दैछौँ भ्यू हेर्दैछौँ भ्यू होइन भ्यू पारी भ्यूहरू यताउति के छ तर हामी यहीँ छ है ए यता भ्यू छ कम पऱ्यो यहाँ गाई छ यतातिर मन्दिर छ त हामी यहाँ छौँ है केटाहरू यहाँ छन् हेलो भनिदेऊ है तर हरि मजा आउँछ यार यो भ्यू हेर्नु भ्यू हामी जुमहरू अझै यही छन् यिनीहरू त हामी अझै माथि आइसकेको छ तातो ठाउँमा बसिन्छ तातो बल्ल तातो भयो बिरबारमा 5 बजे उठे चाहिँ तत नि भएन कपडा लगाउँदाखेरि भुटेकै छ ओ माई गड दामी आएछ सस्तो दामी छ यहाँ त हरिभरि ब्लगर छन् यो ब्लगर अगाडि कतिवटा ब्लगर छन् त थाहा छैन तर हामी मस्त हिँड्दैछौँ पिरो भयो यार अचार खाएको त फाउन्डेसन लगाएर आएको नम्बर 02986690 कता जाने थाहै छैन त्यही भएर हामी उसको पछि लागेर हिँड्दैछौँ के ल हराउने र ल तल गरेर भेटाउनु भाइ यहाँ छ जुन यो पुल यसलाई काली गण्डकी भन्छ मानम काली गण्डकी नै हो यो चाहिँ निलो छ अहिले त्यहाँ माथि गइन्छ हाम्रो साथी आदिलाई लास्ट बमिट भयो क्या बमिट भयो यसले चाहिँ बमिट भएछ त्यो हामी यहाँ बस्ने अनि जाने कुरा गरिरहन् कुन पर्दैछ म त्यहाँ गर्नु पाल्पामा हैन गुल्मिया त सेङजामा होला गुल्मिया सेङजा गण्डकी खोलामा गएर बस्ने रानीमल कहाँ हामी बल्ल रेडी हम त आएको त ल बता गीत यहाँ हरि मजा आइरहेको तर बिक्रुलाई हेर्नुपर्छ चस्मा लगाएर बसिरहेको मजाले हामी चाहिँ माथि त्यो योपाला हरि ब्राह्मण थियो के माथि मलाई नि जानु मन लाग्यो उता टपमा धन्न मैले दबाई खाइरहेको छु सबैले बोमिटको दबाई खाएर खाएपछि केही पनि भएन मैले नि खाएर हामी त आनन्दले दबाई खाएर आएको के मजा आइरहेको दबाई खाएर आएको भ्लग बनाउँदैछस् हेलो गाइस एकदम खतरनाक मान्छे यसको भ्लगमा हेरिदिनु होला कि लाइक सेयर सब्सक्राइब गरिदिनु होला तैँलाई माथि गएर भेटौँ ल भाइ के भन्छ मन्दिरमा अहिले हामी छौँ त्यो उहाँलाई हिँडेर आएको हामी त्यहाँदेखि यहाँ यसरी बजाउनु कम मजा आउँछ तर हामी यहाँ हिँडिरहेको यसो घुमिरहेको अनि यहाँ चाहिँ राम भगवान् नै हुनुहुँदो रहेछ हो जी दामी राम भगवान् त भगवान् आशीर्वाद दिनु त अब देख्न सक्नुहुन्छ अब मेरो वाला हेर्नुहुन्छ भगवान् हामी आइसकेको छ धौ भयो यहाँ हेर्न सक्नुहुनेछ काम गर्नु पर्यो मेरो भिडियो बनाउनेको 5.3 के छ आइडी कपिल जङ कुमार भन्ने छ मेरोमा छैन मेरो भिडियो बनाउने भाइको चाहिँ अलि मेरो फोन तिमीसँग हो न आदि सिम छ
अलिक बस्छु क्या त्यो हामी यहाँ चाहिँ आदिल भाइ खाता बनाउनु भएको छ ओ यहाँ हो यता कुरा आउँछ पानी आउन आयो खानु पाइने होइन र यस्तो दामी छ कि यहाँ फेरि यस्तो के त्यस्तै हो कि ओ पछि फाल्छ अहिले त त्यो हामी छौँ बरको पिपल बरै रहेछ है पिपल बर जे गरिदिनु होस् होइन तर ढोकिदिनुपर्छ यहाँ चाहिँ उस के भन्छ अरे साँपको त्यहाँ फेरि गट छ गट ओए टिल्क्यो है टिल्के है उसमा त ओके टिलिक गरेको कि दोस्तो त हामी यहाँ गड भगवान्लाई नि ढोकिदिनु पर्छ मतलब बोका भगवान्लाई ढोकेर हिरण पागल हिरण हो सरी हिरण रहेछ हिरण शुद्ध पानी त्यो हामी यही छौँ त्यो हामी यहाँ चाहिँ उस बनाउँदैछ भनेर के भन्छ नेपालको झन्डा यहाँ हेर्नु सक्नुहुन्छ यस्तो भालो दामी बनेको छ भिडियो छ ओइ रक अब तल गएर भेटाउनु पाएँ हामी चाहिँ ट्रेनमा जाँदैछौँ सास रोक्यो के एउटा जुगाड हेर्नु छ मेरो झुन्निरा हरित पुरानो रहेछ चिसो आयो त जाडो भयो यस्तो पिसाब गर्ने भाइ 5 स्टार होटल हुने अरे कहाँ हेर त्यस्तो त हुँदैन महल जस्तो आउन यार यहाँ भित्र होइन कि यहाँ यतिको मात्र आउँछ हल छ के त्यही ढोका छैन त त्यति कसम्म आऊ भनेको कर मैले यहाँ यस्तो छ जो राम्रै छ धेरै त्यस्तो छैन कसरी आयो तिमी म बोला म नि फर्स्ट टाइम हो मेरोतिर हेर्नु बसेको यहाँ रहेछ त्यो तल हेर्नु सक्नुहुन्छ बागडुङ काली आयो फेरि कोन आयो ए आज उस आएर रहेछ नि सबैले लिएर आएर रहेछ नि त्यहाँ धेरै जस्ताले हेर्न सक्नुहुन्छ यस्तो यस्तो छ हाम्रो क्लासको हो केटा हाम्रो क्लासको हो खै हरिप दामी छ तर भ्यू चाहिँ हरिप नराम्रो छ यतातिर जस्तो बसिरहेको छन् हामी आएको बस खै यही हो यहाँ जुन मिस झर्नु भएको नि हो त्यहाँ मिसको त्यही बसमा हो हामी आएको यहाँ छन् मान्छेहरू हामी आएको त्यही बस हो के खै ऊ त्यहाँ छन् साथीहरू चाहिँ जाम न हामी ऊ त्यहाँ ब्लू देख्नु भयो नि हो त्यहाँ छन् साथीहरू चाहिँ यहाँबाट भित्र जाने हो रानी महल हेर्नको लागि अब भित्र गएर भेटौँ न भाइ कहाँ भन्छ यो रानी महल नेपालमा रानी महल छ राजा दरबार पाल्पामा यो छ रानी महल रे मेरो मल अनि के छ त तिमी रानी हो मैले बनाएको रे यिनी रानी रहेछ के भनेपछि त्यो हामी भित्र जाऊँ त्यो कुरा यहाँ के हो यस्तो मजिस दामी छ जे भए पनि बनाऊ रे के बनाऊ त्यही पुरानो भइसक्यो रहेछ यो रानी महलभित्र जाँदैछौँ के अरे रानी सुत्नु थिएनन् अहिले रानी आउँछ राति यही बस्छ कि भोलि बिहान आउला को अङ्कल आन्टी गयो फेरि यो त राजाको त होइन राजाको अहिले गाउनु सक्छ छोपेर हिँड्छ बिलायो भने ए सुत्ने ठाउँै छैन हामी जाँदैछौँ रानी
ओहो रानी सुन्ने ठाउँ ओए रानी सुन्ने ठाउँ उयो यस्तो रहेछ उयो राजा त यस्तो रहेछ कि हेर्ने लुक एट दिस इज द रानी यो रानी हो उताको रानी हो चिन्दैन रानी पनि कस्तो यार जे भए पनि रातिमा डराउनु दिन्छ त यो यार तिम्रो फोटो खिच्ने मैले ल ओ भाइ फोटो खिच्छु मैले भाइ के रहेछ ओहो यता ओए के हो यस्तो ओए ओए यहाँ छिर यता मा के रहेछ यता हेरौँ है ओए के ल चाल चलायो ल यहाँ रानीको उस्तो छैन यहाँ खोल न झाडु मल हो यो आइ भित्र लगा यार भूतले भित्र कोही त छैन भूत अब हामी स्नेक प्लान्ट ओहो दामी लगाएर रहेछ तर राजा भनेको राजा रहेछ के अरे घरभित्र कुनै प्लान्ट लगाउने राजा अझै माथि जान्छौँ अझै माथि है के हो यस्तो ओहो एन्टिक चिज यो त मेरो घरमै छ यार यो नि घरमै छ यो रक्सी बनाउने ओए रक्सी बनाउने एक दुईवटा रक्सी बनाउने हो त अब यता झम्मे ओए पूजा गर्ने यार यिनी पनि घरमै छ नि यार मेरो हेर्नै पर्दैन तर यो हो कि मेन त माया यताउता यहाँ पूजा गर्ने सामान पनि छ कि खै हट त बहिनी ए के कला आउने हो र यति सानो चम्चा तर राम्रो छ नि कि हरिक पैसा पर्छ होला यार तर धेरै राम्रो छ त्यही त मनै छ भने यहाँ खिचौँ न ओए कद्दु होइन रे यो कद्दु होइन रे यो 33 वर्ष यो 17 वर्ष होइन शालिग्राम होला सायद यो उस राजाहरूले बजाउने सम्भव होला नि केही पनि नजाने तल त्यहाँ मनै छ नि यो उरिएको माटो माथि वाट इज दिस तिनीहरू म त छ यार खस्यो भने तल तल जाँदैछ ओहो के हो यो यहाँ त खायो केही छैन उता ओए के छ यहाँ उए यतातिर टिकटक चलिरहेको केटीहरूको टिकटकमा भाइरल हुने मेरो पनि ओहो यो त कालीगण्डा ओए डर लाग्यो ला भाग हामी अब यति हो भेरी हो बाहिर हेर्नेलाई ठुलै देखेको यति हो पुरै नागे इनको हो कि मेन अन्डरग्राउन्ड होला अन्डरग्राउन्ड यहाँ पूजा हुन्थ्यो होला है सायद सिक्रेट रुम यहाँ त्यस्तो राखेर सिक्रेट रुम होला कि अन्डरग्राउन्ड माल भित्र आउन पनि डर लाग्छ है राति तिमी आउनु सक्छ एकपल्ट हान्न डर लाग्छ मा यहाँ त भूत पनि तर्साउँछ तिमी थाहा यहाँ त हिँड्नु डर लाग्यो झन् तर्साउन दिन्छ त्यही हेर्नको लागि फेरि यहाँ च्यालेन्ज दिइराखेन केटाहरूले ए हेरे तिमीले अहिले डराउने अरे रानी मलदेखि हिँडिसकेको छ अब बस्नु चाहिँ
ऊ त्यो पुलमा जाने भनेको चाहिँ सरले नजा अब बसमा बस भन्ने अरे क्या बसमा बस भन्ने हाल्यो अनि के नै छ र अब हामी सोझो बच्चा पऱ्यो अब हामी बसिहालिन्छ त्यही भएर सिफर क्याट पिफर यस फर सन्देश दाइलाई नि भाइ भन्न पर्यो भाइ नै हो कि सब कुछ म्युजियमहरू क्या दरबार हो पालबिल त के अरे पाल यसले त्यसैलाई हेरेर बसिरहेको दुइटैले त्यो हामी धेरै सिरियल सकेको छ म्युजियममा त्यो पाल्पा दरबार अरे लगाएर जम्मा 3 सब्स्क्राइबर छ धेरै भयो नि हुन्छ नि अयो टिकटकमा लाइक 3 म्युजियमहरू क्या दरबार हो पालबिल त के अरे पाल्पाको दरबार यसले त्यसैलाई हेरेर दुइटैले त्यो हामी धेरै सिरियल सकेको छ म्युजियममा त्यो पाल्पा दरबार अरे लगाएर जम्मा 3 सब्स्क्राइबर छ धेरै भयो नि हुन्छ नि अयो टिकटकमा लाइक 3 नाच्नु या सबैले हुटिङ गर्देऊ यसै गरी आजको भ्लगको समाप्त हुन्छ र मैले यो भिडियोमा नराम्रो चिज अनि मैले राम्रो चिज देखाएँ या केही पनि माफी चाहन्छु र भन्दै बाई बाई